Just finish my food. I'm going to break you that what the hell camera. No, man. Consent to record. So I'm going to sue you. You have not taken any consent. So welcome back to my channel. So अहिले द लास्ट जोईको बारेमा अलिकति बोल्नु मन लाग्यो। यो मुला लुरे बाहुनले त त्यसको त लास्टै बेइज्जत गर्यो त इन्टरनेसनल बेइज्जतै गर्यो क्या केटोले त के सारो त्यो भनेको त्यो आमा अमेरिकन पर्यटक द लास्ट जोयलाई चाहिँ नेपालको पोखरामा हैन दुर्व्यवहार भएको छ। त्यो अब घुम्ने क्रममा चाहिँ पिकनिक स्पटमा पुग्दो रहेछ। त्यसपछि बाँकी कुरा हुँदो रहेछ। अनि अब उसलाई त फोन लागेर सोध्यो हैन के गरे आ जस्तो भनेर अब खानासाना दिँदै थियो। गोट करी चिकन करी राइस उसलाई त इन्जोय गर्दै थियो। बीचमा चाहिँ त्यो डाम्ना पोखराको डाम्ना मुला धोती अनुहार परेको एउटा दाजु आउँछ क्या भिलेन भनौँ न। त्यसले चाहिँ नाना थरी भन्छ है। अब सुरुमा त उसले अब जोकिङ गरेको जस्तो लाग्यो होला। अब एकछिनपछि त उसलाई थाहा भयो नि त्यसले रियलै भनेको। अब उसले भनिरहेको छ कि मैले जति तिरेँ त्यति चाहिँ उसलाई तिराउनु पर्छ कि नत्र अब म धर्ना बसेर मेरो पैसा फिर्ता लिन्छु। कस्तो मुला रहेछ यार। नाथे एक थाल भातको लागि नेपालको इज्जतै फाल्यो यार। यो मुलाले त भेटेर ड्याम किडेम हान्नुपर्ने हो नि त। खान्छ कस्तो मान्छे रहेछ त्यति साह्रो नि गर्ने हो त। पुरा ट्रेन्डिङमा छ नि त यो भिडियो चाहिँ। कस्तो मान्छे रहेछ यार। ऊ त ब्याङ्कको म्यानेजरले अझ कस्तो मुला खाते जस्तो व्यवहार गरेको त्यस्तो नि गर्ने हो। बिचरा खाँदै थियो त्यो भात न छादेर फाल्नु न निल्नु हो क्या। यो मान्छे चाहिँ कस्तो फटा रहेछ भने हुन त जाडले मारेको थियो होला डाम्ना मुला यतिकै भन्दैन नि मुला नाक चुची मुला बाटाले ड्याम कि ड्याम हानेर गुको ढकाएर सिधै लानुपर्ने ड्याम कि ड्याम मुला एक थाल भातको लागि इज्जतै फाल्ने बरु नदिनु नि त पहिला किन दिएको त। मुला लात्ताले बारीको पाटातिर पुग्ने उछिट्याउनु पर्ने थत्तेरी त्यस्तो नि हुन्छ। यस्तो बेइज्जत गर्ने इन्टरनेसनल बेइज्जतै गर्यो नेपालको यो मुला को अरे त्यो। अनि त्यस्तो नि गर्ने हो। बिचरा उसलाई कस्तो इम्बारेस फिल भयो कि अब उसलाई बुली गरे जतिकै भयो नि त्यहाँ। अब एक्लो छ ऊ अब केही भइहाल्यो भने ज्यानको खतरा नि हुन्छ। त्यस्तो नि गर्ने हो घुम्न आउनेलाई। यो चाहिँ अब नाथे एक थाल भातकै लागि कस्तो मुला खातेको जस्तो व्यवहार गरेको थ्यात्तेरी। यो मुला दाइलाई चाहिँ भेटेर लात्ताले बारीको पाटातिर पुर्याउनु पर्ने खास गरी चाहिँ। यस्तो रिस उठिरहेछ कि त्यो भिडियो देख्दा होइन। ओ माई गड कस्तो मुला कुकुर जस्तो खानै नपाएको एक थाल भातको लागि त्यति साह्रो गरेको। त्यही पनि नेपालमा फेरि कुनै पनि अब भिडियो सिडियो गर्दाखेरि चाहिँ कसको पर्मिसन लिनुपर्छ कहाँनिर लेखाएको छ त्यो। उसलाई चाहिँ पर्मिसन लिनुपर्छ अरे खोपेको ठुलो मान्छे जस्तो। उसलाई काठा बाहुन बारीको पाटातिर पनि छुट्याउनु पर्ने झुङ्गे मुला पोखराको डाम्ना मुला डाम्ना बाहुनलाई चाहिँ लात्ताले बारीको पाटातिर छिट्याउनु पर्ने त्यस्तो नि गर्ने हो खाते।